यस हेटौडा उपमहानगरपालिका अन्तर्गत वडा नम्बर 2 मा रहेको जलेश्वर महादेव मन्दिर एकदम धार्मिक आस्थाले भरिपूर्ण रहेको मन्दिर। विभिन्न कलात्मक मूर्तिहरूले सजिएको छ। यहाँ चाहिँ एउटा राम्रो पाटो मन्दिर मात्र नरहेर यहाँ चाहिँ जलेश्वर महादेव मन्दिरको पहिला दर्शन गरौँ। गुरुजी हुनुहुन्छ। जलेश्वर महादेव मन्दिरले चाहिँ एउटा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालनमा ल्याएको रहेछ, जहाँ चाहिँ आएर एकदम नै खुसी लाग्यो। ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र जहाँ चाहिँ प्रत्येक शनिबार भजन कीर्तन, प्रत्येक शनिबार चाहिँ यहाँ भजन कीर्तन हुने गरेको रहेछ। यहाँ वडा नम्बर 2 भित्र रहेका सम्पूर्ण वृद्ध आमा बुबाहरू चाहिँ शनिबारको दिन चाहिँ आउने, भजन गाउने, आफ्नो समयलाई व्यतीत गर्ने एकदम राम्रो, धेरै नै राम्रो ठाउँ रहेछ। यहाँ मलाई यहाँ आइसकेपछि एकदम धेरै खुसी पनि लाग्यो। यो मन्दिर आफैमा आनन्दको रहेको छ। त्यसमा पनि यहाँबाट सञ्चालन गरिएको यो दिवा सेवा केन्द्र, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र, जसले चाहिँ हाम्रो चाहिँ उमेर भइसकेपछि आमा बुबाहरू कसरी दिन कटाउने भन्नेमा गाह्रो भइरहेको हुन्छ उहाँहरूलाई। त्यो सन्दर्भमा चाहिँ यो दिवा सेवा केन्द्रले चाहिँ एउटा ठुलो काम गरेको रहेछ भन्ने मलाई अनुभूति भयो। यहाँ चाहिँ निरन्तर रूपमा भजन भइरहेको छ। यहाँ चाहिँ बिहान झन्डै 12 बजेदेखि चाहिँ बेलुका 5 बजेसम्म चाहिँ निरन्तर रूपमा भजन भइरहने रहेछ। यहाँ चाहिँ नजिकबाट टाढाबाट धेरैजना भक्तजनहरू आउनु भएको छ। नजिक टाढाबाट धेरैजना भक्तजनहरू आउनु भएको छ। प्रत्येक शनिबार चाहिँ यहाँ बसेर चाहिँ हामी आनन्द लिन सक्ने रहेछौँ। यो चाहिँ एकदम हजुर, हस् हुन्छ, हस्, धन्यवाद। ल एकदम घाम पनि पारिलो लागेको, आनन्द आएको। यहाँ आएर मलाई चाहिँ धेरै खुसी लाग्यो। यो चाहिँ हरेक क्षेत्रमा, हरेक वडामा, हरेक ठाउँमा चाहिँ यो एउटा दिवा सेवा केन्द्र चाहिँ हुनुपर्ने रहेछ भन्ने कुरा चाहिँ देखियो। यहाँबाट चाहिँ यहाँको बुवा आमाहरू चाहिँ एकदम धेरै नै खुसी हुनुहुन्छ। हस्, धन्यवाद।